नमस्ते वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। सो साथीहरू आज चाहिँ ह्याप्पी सटरडे हो अनि चाहिँ मैले आज भ्लग लिएर आएको छु होइन। म के गर्छु के गर्दिनँ सबै इन्क्लुड गर्छु यो भ्लगमा। सो आइ एम स्टार्टिङ दि भ्लग टुडे। अनि मेरो क्यामेरा क्वालिटीको बारेमा त तपाईँहरू थाहा नै छ कति कमजोर छ भनेर। त्यही माथि फुटेर मेरो फोन झरेर फुटेर हैरान भएको छ। सो गाइज फर्स्टमा चाहिँ हजुरहरूले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई पनि लाइक गरिदिनु होला है। सो साथीहरू अब चाहिँ एकदमै रस छ नि त होम आज। अनि अब चाहिँ सफा गर्नुपर्छ मैले घरहरू सबै होइन। अनि घरहरू सफा गरे पछाडि चाहिँ कस्तो अट्कालो भएछ हौ। अनि सफा गर्नुपर्छ। अनि मैले अस्ति नै मेरो प्लान्ट्सहरू देखाएको थिएँ नि भ्लगमा, हो त्यो प्लान्ट्सहरूको पनि हल्का फुल्का ट्रिटमेन्ट गर्नुपर्ने छ कि बिचराहरू हल्का फुल्का बिमारी हुनुभएको हुन्छ। त्यसै गरी सायद म आज बजार पनि जान्छु होला सायद। अनि त्यस पछाडि आज चाहिँ म मेन जान्छु भनेको मामा घर जान्छु। अनि त्यस पछाडि के गर्छु त्यो चाहिँ थाहा छैन मलाई। त्यस पछाडि के गर्छु सब भ्लगमा इन्क्लुड गर्छु। सो स्टे ट्युन रहनु होला भ्लगमा। अनि म पत्तर गरेर 1 मिनट 2 मिनट जान आँटिसकेको छ। सो म चाहिँ अब गएको काम गरेर आउँछु। अनि म तपाईँहरूलाई मेरो प्लान्टतिर लान्छु साथीहरू। सो प्लिज सब्सक्राइब गरिदिनु। सो गाइज मैले चाहिँ कपालमा ट्रिटमेन्ट लगाएर रेडी भइसकेको छु होइन। अनि त्यस पछाडि मैले रुमहरूको पनि कामसाम तमाम गरिसकेको छु घर रुमको। अब मेरो काम भनेको मेरो लुगाहरू धुनुपर्ने छ। अनि घाम पनि लागेको छैन, लुगा सुक्छ कि सुक्दैन थाहा छैन। सो म चाहिँ अब फटाफट गरेर लुगा धोइहाल्छु। त्यस पछाडि म चाहिँ अल डन भएर तपाईँहरूलाई म मेरो प्लान्ट देखाउँछु है। ओके गाइज म चाहिँ फेरि आफ्नो कामहरू सबै सकेर आइसकेको छु। सो मौसम एकदम चिसो छ। सो आइ एम वेयरिङ दिस मोटो लुगा। अनि मैले मेरो प्लान्ट्सहरू देखाउँछु भनेको थिएँ नि हजुरहरूलाई। सो म चाहिँ मेरो प्लान्ट्सहरू देखाउँछु ल। सो यहाँ चाहिँ छ मेरो प्लान्टहरू जसको चाहिँ मर्मत गर्नुपर्ने छ। अनि यो ब्रह्मकमल हो, यत्रो ठुलो भएको छ तर किन फुल्दैन। अनि अरू पनि छ है फुलहरू यस्तो दामी भएर फुलिरहेको छ। रोजहरू कोपिला कति धेरै लागेको छ, रोजको पिङ्कको पनि लागेको छ, वाइटको पनि लागेको छ। अनि यो चाहिँ के भन्छ होला कलेजी कलरको रोज हो, यत्रो ठुलो फुल्छ है यो चाहिँ। अनि त्यसै गरी हाम्रोमा यहाँ रेड रोज पनि छ यता। रेड रोजको चाहिँ कोपिलै लागेको रहेछ। सो हाई गाइज म चाहिँ फेरि पनि आइसकेको छु र मैले यो लाइन चाहिँ कतिचोटि भनिसकेँ होला यो ब्लगमा, मलाई पनि थाहा छैन। सो डोन्ट बी इरिटेड। अनि म चाहिँ अब चाहिँ हामी कहाँ जान आँटेको भन्दाखेरि यिनीहरूको वान एन्ड ओन्ली पञ्चमुखी अर वाट पार्क जान आँटेको। सो हामी चाहिँ आज त्यहीँ जानेवाला छौँ यसो रिफ्रेसिङको लागि। अनि आजको हाम्रो ब्लग चाहिँ यिनीहरूको पार्कसँग रिलेटेड रहनेछ। थम्बनेल पनि त्यही हाल्छु होला सायद म, सबै म यहीँ भनिदिइहालेको छु है। सो म चाहिँ आधी रेडी भइसकेको छु। अनि अब चाहिँ म मामा घरमा गएर हल्का रेडी हुन्छु अनि हामी चाहिँ जान्छौँ। सो या अब चाहिँ मेरो भ्लग त्यही हुनेछ, यिनीहरूको पार्क जाने हो, यसो घुम्ने हो। फर्स्ट टाइम जाँदैछौँ हामी सबैजना। अनि भर्खरै बनेको हो। अनि हामी एकचोटि अस्ति नै बेलुका गएको थियौँ तर राति छिटै बन्द हुँदो रहेछ, 6 बजीसम्म बन्द भइसक्दो रहेछ। हामी चाहिँ 7 बजे पुगेको थियौँ। सो 1 घन्टा लेट भएर हामी चाहिँ जान पाइनौँ। सो आज चाहिँ हामी छिटै गएको। अब चाहिँ म जान्छु मामा घर अनि त्यस पछाडि हामी जान्छौँ पार्कतर्फ। सो यहाँ गाइस त्यही ब्लग आउँछ है त आजको। ल गाइस हामी चाहिँ रेडी भइसकेको छौँ। अनि हामी चाहिँ अस्तिकै टोली छौँ। खै सानवी यताउता। हेलो हामी चाहिँ खान्छौँ जिब्रोमा राख्ने पुरा गर्छ भयो हामी त जिब्रोमा। ए आवाज आयो नि।
आइसक्नु अरु फेभर पनि थिएन थियो सो गाइज हामी चाहिँ भक्क आइपुग्यौँ मेलामा मेला ठ्याक्कै पुगेन इनरुवाको पार्क पार्कमा इनरुवाको मान्छे आएका छन् पार्क लेवती भइसक्यो हाम्रो भर्खर आएको तर यस्तो भिडमा पऱ्यौँ ओइ तेरो साथी ओ जा त यस्तो गरेर बस त जा न किन कसले मारेको अङ्कल नहुने बित्तिकै छिरेर खेलिहाल्छ इनरुवाको पार्क चाहिँ लास्टै भिड छ साथीहरू लास्टै भिड छ एज यु क्यान सी इट थोडा मान्छे हुनुहुन्न बफ रे बफ सो गाइज यहाँ चाहिँ अब हाम्रो भिडियो सुट हुँदैछ टिकटकको लागि क्यामेराम्यान सिरियाको साथमा मोडल माइजु अनि यता चाहिँ मान्छे यति धेरै फुल चाहिँ यस्तो दामी छ यहाँ फुल चाहिँ यस्तो दामी छ सो गाइज हामी चाहिँ ठुलोमा पनि जोइन भइसक्नु भएको छ यहाँ आमाजु बुहारीको टिकटक सुट हुँदैछ यो फोनबाट 12 सेकेन्ड कसको किन चढाइदिएको इनरुवाको पार्क कस्तो छ साथी के अरे इनरुवाको पार्क कस्तो लाग्यो त्यति भयो नि पढ्नु यसो शनिबार यसो घुम्न आउन पायो राम्रो लाग्यो पैसा पनि लाग्दैन रहेछ राम्रो अहिले फेरि नै रहेछ ल साथीहरू रात पनि पर्दैछ हाम्रो फोटोसुट सेक्सनहरू पनि सकिँदैछ बोरा मान्छे यस्तो छ ल गाइस अब चाहिँ हामी गएको बाई बाई सो गाइस म चाहिँ घर आइसकेको छु अनि आज चाहिँ हाम्रो लास्टै रमाइलो भयो लास्टै अनि यो हावा चलेको हेर्नु न पछाडि रुख हल्लेको क्या हावा चलेको छ यार लास्टै जाडो भएको छ अनि हाम्रो मम्मीको पनि पिकनिकबाट आउने बेला हुन आँट्यो होला सो अब चाहिँ हाम्रो सास पर्यो अनि अब चाहिँ म साजबत्ती बाल्छु सो थ्याङ्क्स फर वाचिङ बाई बाई अझै पनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज च्यानललाई सब्सक्राइब गरिदिनु होला र लाइक सेयर कमेन्ट पनि गरिदिनु होला अनि पार्क सानो भए पनि लास्टै बब्बाल इन्जोय गर्न सकिने रहेछ सो यिनीहरू वरिपरि हुनुहुन्छ र अझै पनि पार्क पुग्नु भएको थिएन हामी जस्तो भने एकचोटि अनिवार्य जानु होला राम्रो छ त्यस्तो नराम्रो छैन राम्रै छ यिनीहरूमा फर्स्ट टाइम यतिको हुनु भनेको धेरै राम्रो कुरा हो सो एकचोटि गएर हाम्रो पार्कलाई सपोर्ट गर्नु होला ओके बाई बाई